नमस्कार साथीहरू, आजको भिडियोमा हामी एकदमै संवेदनशील र हजारौं नेपालीसँग जोडिएको विषयमा कुरा गर्दैछौँ। सरकारी र निजी कर्मचारीहरूलाई सरकारले घोषणा गरेको कोभिड बिमा किन दिइएन? बिमा कम्पनीहरूले किन पैसा रोके? सरकारले तिरेन भने जनताले किन दुःख पाउन्? सर्वोच्च अदालतसम्म मुद्दा पुगिसकेको यो विषयमा कुन कुन पक्ष दोषी छन्? पूरा भिडियोमा हामी प्रमाणसहित तथ्य खोल्दैछौँ। सरकारी कर्मचारी, निजी क्षेत्रका कामदार र स्वास्थ्यकर्मी कसरी राज्यबाट धोका खाइरहेका छन्? 2020 को कोभिड महामारीले गर्दा नेपाल सरकारले कोभिड-19 को बिमा योजना ल्यायो। यस योजना अन्तर्गत सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी मात्र होइन, निजी क्षेत्रका उद्योग, संस्था, कलकारखानाका कर्मचारीहरू पनि बिमा गर्न सक्ने व्यवस्था गरिएको थियो। नेपाली रुपैयाँ 500 देखि 1000 सम्मको बिमा शुल्कमा कुनै व्यक्तिले 50,000 देखि 1 लाख रुपैयाँसम्मको बिमा लिन सक्ने व्यवस्था थियो। सरकारले करिब 9,50,000 मानिसको प्रिमियम आफै तिरेको थियो, प्राय सरकारी कर्मचारीहरूको। तर 17,50,000 भन्दा बढी नेपालीले यो बिमा गरेका थिए, जसमा लाखौं निजी क्षेत्रका श्रमिकहरू थिए। बिमा गरेपछि करिब 1,65,000 भन्दा बढी दाबीहरू बिमा कम्पनीहरूमा परेका थिए। तर 70,000 भन्दा कम व्यक्तिलाई मात्र बिमा रकम दिइयो। 95,000 भन्दा बढी दाबीहरू रोकिएका छन्। नेपालमा बिमा प्राधिकरणका अनुसार बिमा कम्पनीहरूले दाबी स्वीकृत गरिसकेका छन्, तर सरकारले आफ्ना हिस्साका रकम तिरेको छैन। उदाहरणको लागि, एक निजी विद्यालयमा पढाउने शिक्षक जसले 1,000 प्रिमियम तिरे, संक्रमित भए र अस्पताल भर्ना भए, तर अहिलेसम्म पैसा पाएका छैनन्। यसै केसमा सरकारी नर्सले पनि दाबी गरेकी थिइन्, उनले पनि पैसा पाइनन्। बिमा कम्पनीहरूले खुलेर भनेका छन्, सरकारले हामीलाई रकम नदिएसम्म हामी सबै दाबीहरू तिर्न सक्दैन। 2078 सालमा बिमा रकम नपाएका केही कर्मचारीहरूले सर्वोच्च अदालतमा रिट दायर गरे। उनीहरूले भने, सरकार आफैले बिमा कार्यक्रम ल्यायो, हामीले विश्वास गरेर पैसा तिर्यौं, अब पैसा दिन नमानेको व्यवहार गैर कानुनी हो। सर्वोच्च अदालतले अर्थ मन्त्रालय र बिमा प्राधिकरणलाई स्पष्टीकरण माग्दै नोटिस जारी गर्यो। तर अदालतमा पनि सरकारी वकिलले भने, हामीसँग रकम छैन, बजेट छैन। सरकारी कर्मचारीको केसमा सरकारले आफै तिरिन्छ भनेको थियो, तर निजी क्षेत्रका मानिसहरूले आफैले बिमा शुल्क तिरेका थिए र अब तिनले न पैसा पाएका छन् न सुनवाई। विराटनगर स्थित एउटा जुत्ता कारखानाका 28 जना कर्मचारीहरू संक्रमित भएपछि बिमा दाबी गरे, तर अहिलेसम्म 1 रुपैयाँ पनि प्राप्त भएको छैन। आज हामीले देख्यौं, बिमा योजना थियो, बिमा शुल्क तिरिएको थियो, दाबी पनि पर्यो, तर पैसा आएन। यो केवल लापरवाही होइन, यो जनताको विश्वासमाथिको धोका हो। यदि तपाईँ पनि यो समस्याबाट गुज्रिनु भएको छ भने कमेन्टमा आफ्नो अनुभव लेख्नुहोस्। साथै यो भिडियो शेयर गर्नुहोस् ताकि यो आवाज सरकारसम्म पुगोस्। भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। जय नेपाल।